पहिले म बाटो क्रस गरेँ एटिएमबाट 10,000 निकालिसकेँ होइन चिसो भएर कस्तो भइरहेको क्या म कुदिहालेँ एकदम जाडो छ क्या चिसोले चिलिम फर्काइसक्यो हँसी मासु झैँ बुझ्नु त्यसै त हेलो वेलकम गाइज माई न्यू ब्लग आज हाम्रो शनिबार छुट्टीको दिन है म सामान किन्न जाँदैछु कपडा सामान लगाइसकेँ अब म जुत्ता लाउँछु जुत्ता पनि फोहोर भयो धुन मन लाग्दैन गाह्रो छ मेरो सक्स कता गयो ओके गाइस म पहिला जुत्ता लाउँछु है जुत्ता लाउनको लागि मैले यो क्यामेरा यहाँ राखेँ ओ माई गॉड क्यामेरा ल्याउँदा पहिला म छिटो लाउँछु रुममा चामल पनि रहन्छ सो चामल किनेर धेरै भात पकाएर खानुपर्ने छ 1 बजिसक्यो अहिले भात खाइरहेन गाह्रो छ बिहानबाट सुत्यो अल्छी मात्र लाग्छ चिसो मौसम छैन आज -12 13 14 गइसक्यो मौसम पनि एकदम चिसो ओके गाइस मैले जुत्ता पनि लगाइसकेँ कपडा लगाइसकेँ अब बाहिर निस्किन्छु बस आउने समय भयो एटिएम कार्ड कहाँ गयो एटिएम कार्ड पैसा छैन कार्ड मात्र छ है थोरै मात्र पैसा ओके साथीहरू अब बस स्टेसनको लागि बाहिर निस्किँदैछु म बाहिर निस्किसकेँ बस स्टेसन जाँदैछु है 15-20 मिनटमा बस आउँदैछ म त्यहाँ गएर कुर्छु मौसम एकदम चिसो छ आज -12 छ रातिमा त झन् 15-20 यस्तै पुग्छ रुममा पनि एकदम चिसो हुन्छ ओके साथीहरू आज मैले मजा पनि किन्नु भनेको थिएँ होइन त्यो मजा किन्नको लागि यहाँ फेरि कार्डबाट चाहिँ त्यो मजा किन्न दिँदैन क्या त्यो बाटोमा राखेको सामान क्यासमा छ त्यही भएर म एटिएममा चाहिँ 10,000 जति पैसा निकाल्छु अनि त्यसमा चाहिँ अहिले म मजा पनि किन्दैछु है पहिले एटिएममा चाहिँ पहिले म बाटो क्रस गरेँ गाह्रो छ म एटिएममा गएको साथीहरू एटिएमबाट 10,000 निकालिसकेँ होइन अहिले 10,000 चाहिँ अहिले सक्स किन्नु छ ए यो यहाँ चाहिँ बस कुदेर बस्नु म एकछिन यहाँ बस कुदेर बस्छु 10-15 मिनटमा आउँछ अनि बस्नु चढेर म जान्छु चिसो भएर कस्तो भइरहेको क्या ओके साथीहरू एकछिन म क्यामेरा बन्द गरेँ है त गाह्रो छ ओके साथीहरू म चाहिँ सामान किनेर आइसकेँ होइन अब सामान किनेको भिडियो बनाउन सकेन हतार भयो क्या त्यही भएर रुममै गएर म के किनेर ल्याएँ म त्यस देखाउने छु सबै अहिले चाहिँ म रुममा कुदिहालेँ एकदम जाडो छ क्या चिसोले चिलिम फर्काइसक्यो म चाहिँ रुममा गइसकेँ साथीहरू म रुममा गएर देखाउँछु ल साथीहरू फाइनल म रुममा आइसक्यो नि म के लिएर म त्यो देखाउँछु यो डेटल साबुन सकेर मेरो अघिल्लो त्यो खुर्सानी भयो टक्क खसीको मासुमा खुर्सानी हालेर जम्म हराएर खान मजा आउँछ अहिले मार्केटमा देखाउनु नसके म यहाँ देखाउँछु है त्यस्तै साथीहरू परदेशमा रुममा एक्लै हो जानु छ यो ग्यास भयो टक्क लाएर खसीको मासु झैँ बुझ्नु त्यसै त हो गाह्रो छ अनि चाहिँ फाइनली साथीहरू मैले खसीको मासु यहाँ खोकी भन्छ होइन खसीको मासु त्यो जाडोमा खसीको मासु भुटेर त्यो बासमती चामलसँग भन्नुहुन्थ्यो है जल्दी भातसँग खाइन्छ यो अनि अर्को के गर्नु मैले यो भयो रसुन सबै आजभरि छोरी मान्छेलाई मैले चिकनमा चाहिँ चामल किन्नमा पर्फेक्ट भइसकेको छु अनि यो हो टमाटर पनि किनेर ल्याइसकेँ मैले है गाइजहरू के देखाएको होला आइमिन जस्तो भन्छ होला आइमिन क्याप्चर गरेको भिडियोमा त्यति हो मेरो बिस्कुट भयो म त बिस्कुट लभर हो एकदम बिस्कुट भन्छु म एकदम मैले हटेको छु मलाई एकदम मनपर्छ
यो चाहिँ साथीहरू फाइनल्ली कबरी भन्छ यसलाई यो चाहिँ एकदम खा यसो मुखमा हाल्यो बङ्ग बास्ना मिठो होला थरी चाख्छ मिठो अहिले खाइदिनु चिसो बढेको कारणले काम गरेर लाउनको लागि मजा लिएर आएको छु 10,000 मैले पैसा निकालेको यही किन्नलाई 10,000 उनको मैले यो मजा पनि किनिसकेँ यहाँ गरम भयो टक्क भैँसीको जर्सी गाईको ताजा डोएर खाइन्थ्यो दुध यहाँ प्याकिङ गरेकोमा खानुपर्छ मैले दुध पनि किनेर ल्याएँ चिया खान्छु कि मैले बेलामा त्यही भएर खाएर अनि यो चाहिँ चामल हेरौँ साथी यति चामललाई 20,000 को चामल गाह्रो छ महँगो एकदम छ बाँच्न गाह्रो भइसक्यो विदेशमा यस्ता साथीहरू यति नै मैले सामान किनेर ल्याएको यो सामानलाई अब म व्यवस्थापन गर्नुपर्ने हुन्छ कोही फ्रिजमा राख्नुपर्छ कोही यता सो साथीहरू देखाउनु पनि मैले देखेछु है अब आजलाई चाहिँ यो भिडियोलाई अन्त्य गरौँ मिनी भ्लग भन्दा अलि ठुलो मिनी भ्लगको दाइ भ्लगको भाइ भने होइन त्यति लामो पनि बनाउनु सक्दिनँ जाडो गर्दा मोबाइल निकाल्नै गाह्रो हुने क्या बाहिर सो साथीहरू आजको भ्लग यहीँसम्मलाई अब हामीहरू अर्को भ्लगमा भेटौँला कहिले हुन्छ होइन अर्को हप्ता अथवा भोलि आइतबार पनि छुट्टी गएर भोलि पनि बनाउन सक्छु सो थ्याङ्क यू सो मच गाइस यति बेलासम्म भिडियो हेर्नुभयो है ओके जय श्रीराम जय शम्भु जय श्रीराम